आजको भिडियो चाहिँ स्पेशल केटाहरुको लागि है र स्पेशल केटाहरुको लागि किन भनेर चाहिँ भिडियोको अन्तिममा थाहा पाउनुहुन्छ तपाईले पुरै भिडियो हेर्नु होला है हुन त सबैको लागि हो तर स्पेशल केटाहरुको लागि र मैले चाहिँ आजको भिडियो स्वस्तानी व्रत कथाबाट नै निकालेको छु स्वस्तानी व्रत कथामा एउटा सन्दर्भ आउँछ दक्ष प्रजापतिको जेठी छोरी सतीदेवीको बिहे चाहिँ महादेवसँग हुन्छ महादेवलाई चाहिँ दक्ष प्रजापतिले मन पराउँदैनन् किन त भन्दाखेरि अलिकति भस्म दल रेनी फोरी जस्तो हैन सर्पक माला लगाउने हातमा चाहिँ एउटा त्रिशूल लिएर कमण्डल लिएर माग्दै हिँड्ने जोगी भन्ने चाहिँ उसको कन्सेप्टमा हुन्छ दक्ष प्रजापतिको अनि एक दिन के हुन्छ त भन्दाखेरि दक्ष प्रजापतिले चाहिँ घरमा चाहिँ ठुलो महायज्ञ पूजा लगाउने सोच बनाउँछन् पूजा पनि लगाउँछन् सबैलाई बोलाउँछन् तर सतीदेवी र महादेवलाई बोलाउँदैनन् यो कुरा थाहा पाइसकेपछि सतीदेवी माइत जान्छन् र माइत गएर चाहिँ आफ्नो बाबालाई सोध्छन् कि किन नबोलाएको हामीलाई हैन सबैलाई बोलाउँदाखेरि हामीलाई चाहिँ किन बोलाउनु भएन र यो कुरा गर्ने क्रममा चाहिँ दक्ष प्रजापतिले कस्तो एन्सर दिनुहुन्छ त भन्दाखेरि तेरो बुढा चाहिँ एकदमै फोरी छ हैन त्यो बाघको चाहिँ छालाको कपडा लगाउँछ सर्पको माला लगाउँछ शरीरमा भस्म दलेर गनाउने भएर चाहिँ जोगी हैन माग्दै हिँड्छ त्यही कारणले गर्दा बेइज्जत हुन्छ भनेर नबोलाएको यदि तँलाई बोलायो भने तेरो बुढा पनि सँगै आउँछ भनेर तँलाई पनि त्यही भएर नबोलाएको भनेर एन्सर दिनुहुन्छ यति एन्सर दिइसकेपछि सतीदेवीले चाहिँ एकदमै अपमानित फिल आफ्नो श्रीमानलाई चाहिँ एकदम बेइज्जती अनि अपमानित गरेको फिल गर्नुहुन्छ र त्यहाँ के हुन्छ त्यही यज्ञमा हाम फालेर मर्नुहुन्छ सुसाइड गर्नुहुन्छ भनौँ न यसरी हैन र यति भइसकेपछि त्यसपछि ठुलो रक्तपात हुन्छ ठुलो लडाई हुन्छ युद्ध हुन्छ जुन चाहिँ महादेवले चाहिँ गर्नुहुन्छ मैले भन्न खोजेको कुरा के हो त भन्दाखेरि भगवानको पालामा महादेव के साँच्चै गरिब हुनुहुन्थ्यो र चाहेको एकदमै सजिलै हिँड्न सक्नुहुन्थ्यो नि त तर भगवानको पालामा भस्म दलेर हिँड्दाखेरि बाघको छाला लाउँदाखेरि कमुण्डल बोकेर हिँड्दाखेरि माग्दै हिँड्दाखेरि जोगी भनेर ससुरालीबाट नै अपहेलित हुन पर्यो के महादेवके भने तपाईँ हामी त मान्छे हो है मैले भन्न खोजेको कुरा के हो त भन्दाखेरि हाम्रो परिवारको इज्जत हाम्रो हातमा हुन्छ कि हामी हुन त अहिलेको समयमा धेरै लेडिजहरूले पनि आफ्नो पारिवारिक जिम्मेवारी उठाएर हिँड्नु भएको छ तर अझै धेरै जिम्मेवारी हामीले त्यो बोध गर्नुपर्छ के जिम्मेवारी भन्ने कुरा दिने कुरा हैन जिम्मेवारी भन्ने कुरा लिने कुरा हो हामी कहिलेकाहीँ के भन्छौँ त भन्दाखेरि यसले इज्जत गर्न यसले सम्मान गर्न यसले हामीलाई हेप्छ भन्छौँ नि इज्जत कुन समय पाइन्छ त भन्दाखेरि जब हाम्रो परिवारले मिठो मिठो खाइरहेको हुन्छ हाम्रो परिवार सुकिलो मुकिलो कपडा लगाएर हिँडिरहेको हुन्छ हाम्रो परिवारमा मेलमिलाप हुन्छ हैन हाम्रो परिवार चाहिँ शिक्षित हुन्छ हाम्रो परिवारको बोलीचाली हिँडाइ टुलाइ सबै कुरा चाहिँ के हुन्छ त एकदमै शिष्ट हुन्छ त्यो समयमा हामीलाई सबैले इज्जत गर्छ र यो सबै कहाँबाट आउँछ त भन्दाखेरि हाम्रो कमाइबाट हाम्रो कामबाट हाम्रो परिवारलाई सिकाउने कुराहरुबाट चाहिँ आउँछ के हैन त्यही कारणले गर्दा चाहिँ सबै कुरा चाहिँ हामीमाथि नै निर्भर हुन्छ हामीमाथि जिम्मेवारी हुन्छ एउटा हैन र यो इज्जत पाउनको लागि चाहिँ हाम्रो परिवारले मिठो खाओस् राम्रो लगाओस् राम्रो शिक्षा लियोस् राम्रो स्कुल पढोस् र समाजमा सबैसँग मिलेर चाहिँ राम्रो व्यवहार गरोस् हैन समाजलाई मिलाउँदै अगाडि बढोस् र समाजले पनि हाम्रो परिवारलाई इज्जत गरोस् भन्ने चाहनुहुन्छ नि तपाईँ हामी छोरा मान्छेले चाहिँ कमाउनु जरुरत हुन्छ क्या है सो त्यही कारणले गर्दा मैले यो भिडियो चाहिँ हामी केटाहरुको लागि भनेर चाहिँ भनेको हुन त हामी भन्दा नि अलिक लेडिजहरु खतरनाक छन् कमाउनमा परिवार के अरे बोझहरु उठाउनमा तर पनि तपाईँ हामीमाथि जिम्मेवारी भनेको चाहिँ ठुलो हुन्छ त्यही कारणले गर्दा कमाउनु चाहिँ एकदम जरुरत हुन्छ है आफ्नो कामलाई माया गरौँ आफूलाई अपडेट गरौँ आफ्नो शिक्षाको लेभललाई अपडेट गरौँ र सबैजना चाहिँ अगाडि बढ्न जरुरत छ है त थ्यांक यू सो मच अल द बेस्ट